सुनाई पाठ 3 टनेल। टनेललाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ। बोट बिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना बनाइन्छ। मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन र संक्रमणरहित बाली उत्पादन गर्न टनेलको प्रयोग हुन्छ। नेपालमा अस्थायी, अर्धस्थायी र स्थायी गरी 3 किसिमका टनेल प्रचलनमा छन्। कम लागत र वर्षायाममा तरकारीलाई पानीबाट जोगाई उत्पादन लिन सकिने 5 देखि 6 मिटर चौडाइ तथा 12 देखि 25 मिटरसम्म लम्बाइ भएका टनेल अस्थायी हुन्। यस्ता टनेलमा बाँस वा युभी प्लास्टिक प्रयोग गरिन्छ। यस्ता टनेलबाट 2-3 वर्षसम्म उत्पादन लिन सकिन्छ। जीआई पाइपको प्रयोग गरी संरचनाका मुख्य खाँबा र धुरी निर्माण गरिएका कम्तीमा 8-10 वर्षसम्म उत्पादन लिन सकिने संरचना अर्धस्थायी हुन्। यस अन्तर्गत जीआई पाइप प्लास्टिक घर र डोम आकारका प्लास्टिक घर पर्छन्। जीआई पाइपका प्लास्टिक घर मध्य पहाडी क्षेत्रमा उपयुक्त मानिन्छन्। स्थायी संरचना अन्तर्गत जालीघर, प्राकृतिक हावादार हरितगृह र उच्च प्रविधियुक्त हरितगृह पर्छन्। 12 महिना उत्पादन लिन जीआई पाइप र युभी प्लास्टिकबाट निर्मित हरितगृह उपयुक्त हुन्छन्।